वेलकम टु आवर नेक्स्ट व्लग। आज चाहिँ हामी टर्की रन स्टेट पार्क इन्डियानामा रहेको टर्की रन स्टेट पार्कमा जाँदैछौँ र हाम्रो ड्राइभिङ जर्नी चाहिँ स्टार्ट भएको छ वेस्ट लाफायतदेखि। आज हाम्रो चाहिँ ड्राइभिङ सिटमा चाहिँ हाम्रो पुष्कर नेउपाने बस्नु भएको छ। उहाँले चाहिँ हामीलाई ड्राइभ गरेर सक्सेसफुल्ली 1 घन्टाको बाटो ड्राइभ गरेर टर्की रन स्टेट पार्क पुर्याउनु हुनेछ र जे होस् फर्किँदा चाहिँ हेरौँ अब उहाँको चाहिँ क्षमताले कतिको भ्याउँछ, त्यसै अनुसार चाहिँ उहाँलाई ड्राइभ गर्न दिने कि नदिने भन्ने चाहिँ हामीले डिसाइड गर्नुपर्ने हुनसक्छ। तर जे होस् ही इज ड्राइभिङ भेरी गुड अप टु दिस पोइन्ट। लेट्स सी। We are on the way to Turkey Run State Park. This is a really beautiful way. We can see here all this cornfield and then this beautiful road and our Mr. Pushkar Neupane. He is driving our car. He is our driver for today and he is driving very nice. हामी चाहिँ अहिले क्रफोर्ड्स फिल्डमा आइसकेका छौँ। यो चाहिँ लगभग कति थियो 27-28 माइल्स थियो वेस्ट लाफायतदेखि। अलमोस्ट हाफ डिस्टेन्स कभर गरिसक्यौँ हामीले। अनि जस अझै हामीलाई हाफ आवर लाग्छ पुग्नको लागि। क्रफोर्ड्स फिल्ड चाहिँ जस राम्रै रहेछ ठाउँ चाहिँ ओभरअल स्मल टाउन। अब चाहिँ हामी टर्की रन स्टेट पार्कमा आइपुगेका छौँ। अलमोस्ट हामी अब गेटमा पुगिसक्नु लागेको छौँ। यो चाहिँ बाहिरको भ्यू हो। जस राम्रै छ। ल हामी चाहिँ अब टर्की रन स्टेट पार्कभित्र छिरिसक्यौँ। अब हामी गाडी पार्क गरेर त्यस पछाडि अनि हामी चाहिँ हाइकिङमा जान्छौँ। मेबी फर्स्ट वी विल डु आवर लन्च एन्ड देन वी विल गो फर द हाइकिङ। एन्ड दिस इज आवर ड्राइभर। ही समहाउ सक्सेसफुल्ली लेट्स गो स्ट्रेट। त्यहाँ हाम्रो चाहिँ उस पनि छ स्विमिङ पुल। अलिक पछि गएर हेरौँला। त्यस अब चाहिँ हामी पार्किङ लटमा चाहिँ गाडी पार्क गर्छौँ। त्यस पछाडि जान्छ हामी सिधै जाऊँ न। त राइट पनि जाँदा नि हुन्छ। राइटमा जाऊ फुल राइटमा जाऊ। फुल काटा होइन होला सर एकदम राइटमा जाऊ न। अब चाहिँ हजुर कतैतिर मिलाएर पार्क गर्दा हुन्छ है। हुन्छ It's parking our vehicle here. हेलो गाइस, आज चाहिँ हामी छौँ टर्की रन स्टेट पार्कमा। अघि नै मामाले इन्ट्रो दिइसक्नु भयो होला, बाटो पनि देखाइसक्नु भयो होला र अहिले चाहिँ हामी यहाँ पुगिसकेका छौँ र अब चाहिँ यहाँ भोक लागिसक्यो। हाम्रो कति बज्यो? 3 बज्यो? 3 बज्यो कि 2 बज्यो? 2:43 भनेर खाना बोकेर यस्तो मेहनत गरेर हामी त यस्तै हो ब्रो, यस्तै भो ब्रो लिएर हिँडिन्छ ब्रो। स्पेशल पनि यो यहाँ $20 को मोमो छ। यसरी माथि जाने कि यहीँ बस्ने? यहाँ बस्दा पनि मिल्छ तर मेन भनेको त्यहाँ बाहिर मान्छेहरू देख्न सकिन्छ भन्ने चाहिँ मेरो उस हो। अलिक खुल्ला ठाउँमा बस्छौँ होइन, जे जहाँ बस्छ नि। ल अब हामी खाना बस्नु के हुन्छ? होइन हुँदैन क्या त्यो चोरमा त। कुकहरू अलि म चाहिँ भन्छु अलि चोरमा ठिक हुन्छ। म त पानीको साइडमा खोलाको साइडमा जान मन छ मलाई। उहाँ त टाढा जान पर्छ। ल अब हामी हेर्दैछौँ। अब मामाले डिसाइड गर्दै हुनुहुन्छ। मलाई त यहीँ खाम भन्नुभयो, मैले चाहिँ होइन अलि भित्र जाम भनिरहेको छु। के हुन्छ ल रमाइलो हुन्छ जस्तो आज पनि। वेदर चाहिँ पर्फेक्टै हो है यो पनि। ठिकै छ तर यो खानु र त्यहाँ खानुमा केही फरक छैन। हाम्रो स्क्वायरल उहाँ स्क्वायरल हेलो स्क्वायरल। अब यस्तो ठाउँ चुज गर्नुभएको छ मामाले। कस्तो ठाउँ चुज गर्नुभएको छ यो? अब हाम्रो लन्चको अनबक्सिङ हुँदैछ। हेरौँ हाम्रो मेन्यूमा आज के छ मेन्यूमा। ल अब चाहिँ हाम्रो यहाँ चटपटे कार्यक्रम हुँदैछ। हाम्रो लन्चको आज स्पेसल डिस माइजी स्पेसल चटपटे। यता मामाले चाहिँ मोमो भयो खाना। कस्तो छ मामा? अमिलो पनि ठिक्क छ, नुन पनि ठिक्क छ, पिरो पनि ठिक्क छ, सबै ठिक्क छ। ल आफैले पकाएको आफैले खाँदा कस्तो लागिरहेको छ? ठिकै हो।
ठिकै रहेछ यस्तो उतैबाट अड्कलेर ल्याएको थियौँ अब कुकमेनले त अलि राम्रो रिस्पोन्स दिनु पऱ्यो नि मिठो छ है मिठो अब म खाएर भन्छु कस्तो छ यो पहिला चटपटे मोमो चाहिँ तातो खानु भन्थ्यो अब मिठो मिठो ल यस्तै छ हाम्रो जिन्दगी सो यहाँ चाहिँ बस्नको लागि यो छ बार्बेक्यू गर्नको लागि त्यहाँ ग्रिल छ आफूले कोइलाहरू चाहिँ ल्याउनु पऱ्यो यहाँ पानी आउने जस्तो ठाउँ चाहिँ छ पानी आउँछ कि आउँदैन हामी चेक गर्दैछौँ है ए आउँदैछ पिउने पानी यो यता छ माइजू हेर्नु त टुटी मैले देखाएको छु त्यता युज नगरेर यता युज गर्दैछु ल त्यहाँ नि आउँदै यहाँ आउँछ कि आउँदैन त राम्रो बनाएको यार सुविधा छ ए आउने रहेछ यार सफा भाँडा सफा गर्न सबै ल अब चाहिँ हामी लन्च खाएर अब चाहिँ हाइकिङ गर्न हिँडेको छौँ यहाँ हाइकिङ ट्रेल छ अरे राम्रो मामा पहिला नै आइसक्नु भएको हामी एकदम यो ठाउँको लागि अनुभवी मान्छे हो कहाँ के छ सब चप्पा थाहा अहिले देख्छ हेर्छ अहिले मैले एउटा ठाउँ सोध्छु अनि कहाँ के रहेछ भन्नुहुन्छ मैले चाहिँ सट्टै छिरेपछि हामी गयो त्यो त गइयो कहाँ गयो हाइकिङ सुरु भयो यता गएर पनि त जाने हुनसक्थ्यो नि त थाहा छैन नि त मैले भने नि त यहाँदेखि छिर्ने ल अब हेर्दै जाउँ ल यो पार्कमा चाहिँ बिचबिचमा यसरी पानी खाने ठाउँहरू रहेछन् तर यिनीहरूले फेरि पानी खानको लागि यो पाइप प्लम्बिङको लागि नि काठै युज गरिरहेको छन् उता खाने पानी यता भर्नको लागि होला ए यता यस्तै रहेछ हुन त यहाँ साइडबाटै ल्याएर रहेछ तर जस यत्रो पार्क छ ठुलो जङ्गल छ म्यानेज गरेको छ नि अब अन्डरग्राउन्ड सबै ओके ल अब यहाँबाट चाहिँ हाम्रो हाइकिङ सुरु भइसकेको छ अफिसियल्ली अहिले चाहिँ जङ्गल थियो त्यहाँ सस्पेन्सन ब्रिज पनि छ ल अब हामी माथि जाँदैछौँ यो ब्रिजबाट खोला चाहिँ लास्टै फोरो छ स्विमिङ पनि एलाउड छैन तर गर्ने जस्तो पनि छैन त्यहाँ यस्तो छ यतापट्टि यो बाढी आइरहेको छ यस्तो छ पुलमा अब ए मामा यार यहीँ हो कि काइकिङ गर्ने तपाईँको यो रकहरू देखिन्थ्यो नि यो ठाउँ यहीँ यहाँ चाहिँ अरू बेला नर्मल बेला चाहिँ राम्रो देखिन्थ्यो अहिले चाहिँ बाढी आएछ यो ढुङ्गा छ यता क्लिफ छ यो माउन्टेनको यता सस्पेन्सन ब्रिज मामा माइजू पछाडि यस्तो छ मान्छेहरूको आवाज जावाज जारी छ बाढी छ ल हामी यस्तै छ हामी यस्तै त भने ब्रो पछाडि देख्न सक्छौँ खोला नेपालको भन्दा केही फरक छैन खै नयाँ ठाउँ देखाउँछु भन्नुभएको थियो मामाले कस्तो रहेछ कस्तो राम्रो छ हेर न अब भन्नै पऱ्यो नि अरूले नभन्दैछ पहिला चाहिँ इन्डियामा सबै यस्तो थियो अरे त मामा हामी चाहिँ यहाँ छ टर्की रन स्टेट अहिले चाहिँ यस्तै फरेस्ट यो एरिया यस्तै छ यहाँ चाहिँ यहाँ मात्र रहेछ अरू ठाउँ सबै सकिसक्यो आयो चाहिँ देखाएर दिन्छ अब चाहिँ हामी यस्तो ठाउँमा जाँदैछौँ ल है ल साइडमा क्लिफ बिचमा हलो यस्तो छ ए राम्रो छ ठाउँ अहिले चाहिँ बल्ल देख्न लायक जस्तो छ ल भन्नु मामा यसको बारेमा केही प्रतिक्रिया दिनुहोस् केही एक्सप्लेन गर्नुहोस् अब यसलाई एक्सप्लेन गर्नै पर्दैन यो के भन्छन् तस्बिर भन्छन् कि नेचर यो आफै बोलिरहेको एकदम महत्त्वपूर्ण के भन्छ सम्पदा हो हाम्रो यो इन्डियानाको यो चाहिँ राम्रो आयो यो चाहिँ सायदै कमै पाइन्छ होला युएसमा यस्तो खालको ठाउँहरू होइन विविधता युनिक नै छ नि युनिक छ एकदम युनिक छ है लास्टै राम्रो पनि छ अहिलेसम्म चाहिँ बल्ल है अझै भित्रभित्र आउँदैछौँ हामी भित्रभित्र जाँदैछौँ अब त्यहाँ बच्चाहरू इन्जोय गरिरहेको छन् पानीमा नेपालको जस्तो याद आएन यस्तै नै हुन्छ नि फरक त के हो र नै गाउँमा छैन तर तपाईँ जस्तो थोरै पाहाडी त्यो पाल्पा हामी त्यसको कम्पेरिजनमा त यस्तै त हो नि सबै भनेको खोलाकोमा खोला हुन्छ डाँडा हुन्छ रमाइलो लाग्छ मैले भने त मकैबारी र सोयाबिन देखेको मान्छेलाई यो कुराहरू स्वर्ग नै जस्तो लाग्छ सो मिड वेस्टको लागि एउटा
स्वर्गको टुक्रा नै हो यो मामा राम्रो छ है राम्रो छ ल राम्रै ठाउँमा आइएछ यहाँको जियोलोजिकल चाहिँ सेम नै हो यिनीको जस्तो यो अब होलो छ भित्र यो माथि दुईवटा क्लिफहरूको बिचमा त्यो पानी परिरहेर होलो हुँदै गइरहेको छ है त्यही नै छ अरू केही विशेष छ जस्तो लागेन तर जो शान्त वेदरले पनि आज हामीलाई साथ दिइरहेको छ पानी पर्छ भन्दै थियो तर घाम लागिरहेको छ अहिले चाहिँ सो लाइटिङ एभ्रिथिङ इज गोइङ पर्फेक्ट टिल नाउ होइन त मामा वेदरले सबै ठाउँ साथ दिइरह हामीलाई इन्डियाना ड्युन्स बाइक नट ब्याड किनकि पानी पर्ने थियो त्यहाँ पनि परेन यहाँ पनि अहिले पानी पर्छ जस्तो देखाइरहेको थियो परेन तर 6 बजेबाट चाहिँ पानी पर्छ जस्तो देखाएको छ अब हेर तल चिप्लो छ अब ख्याल गर्नुपर्ने चिज धेरै छन् कता हेर्नु कता नहेर्नु ल है ल ल ल ल झर्ना आयो झर्ना है अहिले चाहिँ हामी यस्तो ठाउँमा आइसकेका छौँ जुत्ता बताउँदै कहाँबाट जान सकिन्छ के चाहिँ नाइ म त खतरा खेलाडी हो नि मामा ल है ल डेन्जर ठाउँ छ ल है अब चाहिँ यस्तो खतरा ठाउँ सर्दैछौँ हामी लेट्स सी हाउ am I gonna do ल बाटो काट्यो it is really hard but yeah you can do it है यस्तो गाह्रो छ है सक्नु छ कि सक्नु न मामा यहाँबाट मेन भर्सेस वाइल्ड नै भइरहेको छ एक लेभलको गाह्रै छ त मामा त्यही भएर त भने हो नि त मैले त अब यहाँ के भन्ने आफ्नो स्किल देखाउँछु भनेको पुरै भिज्यो भन्न के बाँकी रहेर अब के बाँकी रहेर अब जिन्दगी खराब भइसक्यो नि बचाएर आज झन् मिसन सक्सेसफुल गर्छु भनेको भिजिसक्यो जुत्ता चुल्नुमै डुब्यो मामा त बच्नुभयो माइजुनी बच्नुभयो म चाहिँ डुबेँ अब हेरौँ यहाँ पन्च बल भनेको यहीँ होला यहाँदेखि माथि जानु अब केही छैन त्यहाँ झर्ना जस्तो छ अड्किरहेको मामा माइजू पछाडि हुनुहुन्छ तर केही जुत्ता भिजाउँदै हिँड्दै हामी माइजूहरू बचाउनु भएको छ मामा बचाउनु भएको छ मेरो ए हो पुरै जुरुमै हो तेरिका ल मेरो चाहिँ यहाँ पनि पानी आएन कि ल ल तपाईँ त पहिला खोला नाला जन्मेको स्कुल जाँदा खोला 5-6 खोला तरेर जानुभएको मामा हाम्रो पो बस आए बसमा जाँदा नि खुट्टा भाँच्यो अब यस्तै हो जिन्दगी सर्भाइभिङ गर्दा हाइकिङ भन्दा नि सर्भाइभिङ पानीबाट सर्भाइभिङ गर्दै गर्दै यहाँ आइसक्यौँ राम्रो छ है ठाउँ चाहिँ जम्बो टोली छ यहाँ जम्बो टोली हाम्रो चाहिँ 3टाको टोली यहाँ अरू टोलीहरू पनि भिडभाड छ आज विकेन्ड सन्डे सो या भिडभाड छ भिडभाड अब कहाँबाट जानुपर्छ खोला नाला तर्दै ल यहाँ चाहिँ हाम्रो के गर्दैछन् भन्दा यिनीहरूले फोटो खिच्दैछन् फोटो खिच्नेको चाहिँ हाम्रो पोज चाहिँ राम्रो राम्रो दिन्छन् फेरि होइन फोटो खिच्दाखेरि यिनले अनुहार नराम्रो भयो भने पोज चाहिँ राम्रो छ है फेरि हाँसो नराम्रो भयो भने दाँत चाहिँ राम्रो खाने तर एउटा भित्र घर रहेछ दाँत यार ल अब चाहिँ हामी झर्दैछौँ तल यस्तो कुल भ्यू छ यहाँ एकदम बवाल छ एकदम
एकदम दामी खोलामा बाढी आएर यस्तो छ किन हामी माथिबाट गरायौँ अहिले चाहिँ तल यस्तो के देख्नुभयो त्यहाँ चाहिँ हामी लास्ट टाइम आउँदाखेरि चाहिँ त्यहाँनिर बसेको थियौँ कि अलिकति वाक गर्नु पर्ने अहिले त यताबाट आएको हामी ल ल अब यहाँ दुईजनाको जाँदा त्यतिबाट गएको हो फर्किँदा यो बाटो फर्केको अनि चाहिँ फर्किँदाखेरि त्यहाँ बसेर थकिरहेको थियो अनि त्यो टाइटानिक पोज दिएर यहाँ दुईजना नै कन्फ्युज हुनुहुन्छ को कता के कता भनेर त्यही भएर म देखाउन हिँडिरहेको छु दुईजना आएको मान्छेलाई थाहा छैन कहाँ के कसो यो भिडियोमा देखिएको छ माइजूले पछि भिडियो हेरेपछि थाहा हुन्छ यहाँ के भइरहेछ बिहाइन्ड द सिन र अब यो देखेर मैले बिहे गर्ने कि नगर्ने यो सजेसन छ यो पोल म पोल क्रिएट गर्छु हामी कोल माइन जाने भनेर हिँडेको तर यस्तै हो सेम हो किन जाने पर भनेर फेरि फर्किसक्यौ सो अब आजको हाम्रो यात्रा टुङ्गो बिट मार्दैछौँ हाम्रो एउटा कम्पिटिसन छ पुस्कर के चाहिँ को छिटो यहाँ तल खस्छ भन्ने ल जामा ल है अब हामी फर्किँदैछौँ त्यही पुलबाट बाढी जस्ताको तस्तै छ तर आकाश चाहिँ बब्बाल क्लिन देखिरहेको छ अहिले पानी परेन नि होइन त्यो देखाउने मात्र हो ल हामी फर्केर तल आइसकेको छौँ पार्कमा घुम्यौँ ट्रेल जति पनि थियो जहाँ पनि जान मिल्थ्यो तर हामी एउटा मात्र ट्रेल घुम्यौँ रमाइलो भयो फर्किसक्यौँ आइसक्यौँ अब चाहिँ 5 बजे अब जानु पनि पर्छ किनकि हामीलाई 1-1.5 घन्टा जान लाग्छ सो आजको भ्लग यहीँ नै होला इन्ड किनकि अब मनी खिच्दिने मन थकाइला गाडीमा सुत्दिन पनि सक्छु म सो सी यु इन नेक्स्ट भ्लग